बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी एकाएक काठमाडौँ नै फर्कियो। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर 5 बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बालेन्द्र शाह बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ। बिहीबार बिहान काठमाडौँबाट झापातर्फ उडेको हेलिकप्टर निर्धारित गन्तव्यमा नपुगी फर्किएको जानकारी स्रोतहरूले दिएका छन्। प्राप्त जानकारी अनुसार बिहीबार बिहान करिब 9:30 बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेली एभरेस्ट कम्पनीको 9N AOB कल साइन भएको हेलिकप्टर झापातर्फ उडेको थियो। उक्त हेलिकप्टरमा बालेन्द्र शाह सहित 5 जना यात्रु सवार रहेको बताइएको छ। बालेनले यसअघि काठमाडौँमा आफ्नो मतदान अधिकार प्रयोग गरेपछि चार्टर उडान मार्फत झापा जाने तयारी गरेका थिए। काठमाडौँ महानगरपालिका 9-3 कुने गैरी गाउँ स्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका थिए। मतदान सम्पन्न गरे लगतै उनी आफ्नो निर्वाचन क्षेत्र झापा 5 तर्फ जाने कार्यक्रम रहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार सो दिन काठमाडौँबाट झापाका लागि नियमित हवाई उडान नभएकाले बालेनका लागि विशेष चार्टर उडानको व्यवस्था गरिएको थियो। त्यस अनुसार हेली एभरेस्टको हेलिकप्टर काठमाडौँबाट झापातर्फ प्रस्थान गरेको थियो, तर उडान केही समयपछि नै झापामा अवतरण नगरी पुनः काठमाडौँ फर्केको स्रोतले जनाएको छ। हेलिकप्टर किन गन्तव्यमा पुग्न सकेन भन्ने बारे हालसम्म आधिकारिक रूपमा कुनै स्पष्ट कारण सार्वजनिक गरिएको छैन। उडानसँग सम्बन्धित स्रोतहरूका अनुसार मौसम अवस्था, प्राविधिक कारण वा अन्य व्यवस्थापन सम्बन्धी विषयका कारण हेलिकप्टर फर्किएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसबारे सम्बन्धित निकाय वा कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। बालेन्द्र शाह यसपटक झापा क्षेत्र नम्बर 5 बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा रहेकाले यस क्षेत्रको चुनाव देशव्यापी रूपमा चासोको विषय बनेको छ। हाल हेलिकप्टरको काठमाडौँ फर्किएको घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।